Hello guys, welcome to my YouTube channel. Her YouTube channel. My Mine. YouTube channel मा स्वागत छ। हामी चाहिँ इभिनिङ वक जान्छु यसरी। हात पक्रेर पो जान्छु त गाइस। कस्तो दिलकी। इभिनिङ वक। कमान बारी देखाइदिउँ। पर चाहिँ दार्जिलिङ सहर। This is the bari in the command. सानो नानीहरूले साइकल खेल्दै रहेछ। ऊ भन्दा नि ठुलो साइकल। प्रतीक्षा खेल्छु भन न। म खेल्छु नि भाइ भनेर रोइदेऊ न। ह्याप्पी भ्याली आइपुग्यो हामी चाहिँ। कुकुर बाज्दो रहेछ पुरा। कुकुर बाज्दो रहेछ। गाइस अहिले चाहिँ साथीले हरेस खाएर चाहिँ कहीँ नजाउँ भन्यो यहाँदेखिको। त्यही भएर यहीँ बसिरहेको छु। फास्ट एन्ड फ्युरियस प्रतीक्षाको कार यहीँ भइरहेको रहेछ। मेरो क्यामेराले त्यति राम्रो देख्दैन तर राम्रो सिनमा यहाँ राम्रो बहिनी हेर्नु झन् गजक्कै हो। कस्तो दामी मजा आइरहेको छ हिँड्नु चाहिँ। यस्तो कमानबारी छ। फर्केको 20 रुपियाँ बोकेको छ। ले मिठा खानुपर्छ उपर गएर। कुन चाहिँ चेपबाट निकालेको यो भन्न सक्दिनँ म। भन्नु सक्दैन, बयान गर्न सक्दैन, शब्दमा बयान गर्न सक्दैन। कति दुःख परिरहेको छ हामीलाई हो कि हैन? खोजेर निकाल्नु। खोजेर मिठा खानको लागि निकाल्नुपर्छ। मेरो त लुकाएको पनि छुइनँ मैले। त्यहाँदेखि झुकेर पाएको 20 रुपियाँ गाइस। भाग्यमा नि खै यता त काट्यो। ल अहिले पर देखाउँछु म गाइस। कस्तो दामी तिम्रो रङ्ग मेरो टुङ्गो न गरेको सम्मान भन्नु भएको थिएन। दामी देख्दो रहेछ नि उता चाहिँ। तर आइफोन भएको चाहिँ आइफोन भन्दा कमीको त छैन त अन्त। मनमै लागेको कुरा भन्नु गइरहेको छु म चाहिँ होइन। भ्लग त मैले बनाएको छु। अस्ति 3 दिन हालेको 3 दिन भइसक्यो भिडियो हालेको। 8 भ्युज आएको छ। 8 भ्युज। तर म हार मान्दिनँ। त्यो एक दिन 8 लाख हुनेछ गाइस। 3 दिन भयो 8 भ्युज त आएकै हो। एउटा कमेन्ट आएको छ, 2टा लाइक आएको छ। तर म खुसी छु। त्यति भन्नु थियो। शिव मन्दिर आइपुग्यो गाइस। यो डेलीको बिसाउने हाम्रो चौतारी। यहाँबाट ओह्रालोको पनि हेर्नुपर्छ। माथिको मान्छे हेर्दै हेर्नुहोस्। यो बनाउनु चाहिँ मलाई कति खर्च लाग्यो होला यत्रो एरिया बनाउनु। भनिदिनुहोस्, आफै सोच्नु होला। हाम्रो शिव मन्दिर यहाँ पर चाहिँ दोकान छ। के गर्नु भन। ठिकै हो। सिनेमेटिक आइफोन जस्तै। आइफोनै हो। एकपल्ट यहाँपट्टि चाहिँ दोकान हो कि गाइस। मान्छे एकछिन बखै यहाँ मान्छे पुरा छैन भने चाहिँ म देखाउँछु। नभए चाहिँ म देखाउँदिनँ। नभए चाहिँ हुन्छ देखाउँदिनँ। लाज लाग्छ। यहाँ चाहिँ हाम्रो फाले खाने दोकान पनि छ। ए रहेछ आजको चाहिँ हाम्रो दोकानमा आइपुग्यो। हामी चाहिँ सबै किनिदिन्छु के चाहियो। यो चाहिँ हाम्रो डेली खाने दोकान। बाई बाई गाइस भन न एकपल्ट। थ्याङ्क यू फर वाचिङ। किप सपोर्टिङ। बाई बाई।